साथीहरु वेलकम बैक टू माई युट्युब च्यानल। आज चाहिँ धेरै दिनपछि हजुरहरु सामु आएको छु हैन। नयाँ वर्ष सम्पूर्णलाई ह्यापी न्यू इयर भन्दै हामी चाहिँ अहिले कहाँ जाँदैछौँ भन्दाखेरि हामी चाहिँ आज राजा रानी लेटाङ बजार जाँदैछौँ। ता छ गाडी हेर्न सक्नुहुन्छ। हामी म्याजिकमा जान आँटेको। छोरी पनि आउँदै हुनुहुन्छ। ल हामी चाहिँ अब यहाँ गाडीमा चढिरहेको छौँ। यहाँ गर्मी भएर यहाँ फेरि हाम्रै हुनुहुन्छ। अझ यहाँ मान्छेलाई पर्खिने अवस्था भइरहेछ। हामी चाहिँ अब यहाँ माथि माथि पुग्न आँटिसक्यौँ। यता यहाँ धुलोले खाएर बिना पैसाको पाउडर खाएर यहाँ सरोरी ओरी हामी यति स्ट्रगल गर्दै जाँदैछौँ। ए पिन्टु एकचोटि यहाँ हेरिदेऊ। नमस्ते गरिदेऊ। यता छ हाम्रो राजा रानी लेटाङको तलको भ्यू। यताबाट माथि चढ जाने हो। पोहोर चाहिँ स्कुटीमा आयो, यसपालि गाडीमा आएको छौँ। चढेको अवस्था हेर्न सक्नुहुन्छ। यता कस्तो छ बाटो। यता तल आदि चढिसक्यौँ। यहाँ चाहिँ हामी यहाँ गाडी म्याजिक नजाने अवस्था भयो। त्यही भएर यहाँ बसिरहेको छौँ। हामी यहाँ हेर्नु केटाकेटीहरू बिजक भइरहेको छ र यहाँ के भन्छ नदेखेको साथ आयो होइन। अनि यता अब यहाँदेखि हेर्नु सक्नुहुन्छ। यहाँ अब यस्तो गाडीमा जानुपर्ने हुन्छ यता तल। यस्तरी आउनुपर्छ मेला। हेर्नु के भन्नु मेलामा यहाँ के भन्छ आइपुगेको अवस्था यता हेर्न सक्नुहुनेछ। राजा रानी लेटाङ यता चाहिँ यहाँ यस्तो गाडीमा आयौँ हामी चाहिँ। अब यहाँदेखि यता थानमा जानुपर्ने हुन्छ। त यिनीहरू हेर्नु यिनीहरू यस्तो बिजकले आएको छ। ए पिन्टु कस्तो भयो मेला आउनु। यता चाहिँ हेर्नु सक्नुहुन्छ। राम्रो छ भ्यू चाहिँ के गर्नु दुःखले आइन्छ। छाता ल्याएन। अब लोग्ने भन्छ साइडमा हिँड्नु है बाबु। हामी चाहिँ अब यता मन्दिरतिर लागेको अवस्था। बिस्तारै साइडमा हिँड्नु है। हालत चाहिँ यहाँ कस्तो भइरहेछ। मेकअप गरेको हालत सबै गयो। चिरिचिरिका भयो नि त अनुहार। घरबार नलाइकन आयो हामी बुढी मान्छेहरू बाटोतिर डोल्टियो। त्यही हो समस्या भनेको। केही पनि भएन। शीतल भयो यहाँ हाम्रो। उता छेउछाउमा नजाए। हामी चाहिँ यहाँ अब मन्दिर आइपुगेको अवस्था। अब गल्यो होइन। अब ऊ त्यहाँ पानी खाएर जाने हो। मकै गुवा चाहिँ छ नि गलाउ। चिसो पानी त छैन हो।
किन दुःख गर्दै यो लिएर आएको ल बहिनी तिमी के यो भन्दा धन्यवाद भाइ थ्याङ्क यू पहिला खानु पानी उभिएर सानो 10 रुपिस देऊ त तिम्रो 10 रुपिस 10 रुपिस म किनिदिन्छु अहिले नि टिका लाउनु पर्यो क्या फेरि टिका लाउनु पर्यो गर्नु भइसक्यो टिका लगाइदिनु अब टिका लगाउँ न त है गाडी रिजर्भ गरेर आज सामान्य चुमाली यतालाई लक्ष्मै बाजे खाइ बाजे हो त यतालाई बाजे हो आजु चाहिँ अनुलाई लाम पहिले सो यसको रेम काफी केलाई छारे पाता मारो गइसक्यो त छैन भन्नु गाडी अब रिजर्भ कति बुनाइ त अम्मा मेरो हात काने गयो लामो मान्छेको मैले पाला हो आयो लस्कर टिका लाउने बाबु टिका लाउने आइसक्रिम दिनु त एउटा कति रुपियाँ 20 रुपियाँ दिनु एउटा कसो खाने अलि भित्रको निकालिदिनु दाढी जुङ्गा लाउने मलाई मात्रै कत्रो ढेप्पा लगाइदियो सबैलाई टिक्को टिक्को लगाइदिरहेछ कसै होला उता छ होला उता बजार लागि गएको यसो हिरो एउटा अब बोल्दैछ हेर्नु यहाँ माथि के मिठो भयो पक अहिले अर्कोमा लगाइदिन्छु ल लुज भयो
दार्जिलिङ अब हामी चाहिँ यहाँ मन्दिरमा टिका चालुको लागि पनि होइन यसो खाजा नास्ता खानुको लागि गइरहेको छौँ। आउनु नि आऊ पिन्टु मजा आयो आउनु है। एकान्तमा जानुपर्छ क्या खायौँ न यसो अनिले यसो एक टिकट अलिक उतादेखि चढौँ न अर्को पर पनि छ देख्छ यता आइज बाबु ल हेर्नु सादर यादा चाहिँ होइन यस्तो भिड छ अनि ऊ त्यता छ तल नझर्नु म तल झऱ्यो भने के हुन्छ तल झऱ्यो भने के हुन्छ साथीहरू हामीलाई यहाँ त कता खाजा नास्ता खानु आम भनेको होइन हेर्नु सक्नुहुन्छ यता चाहिँ यस्तो डेन्जर छ हाम्रो चाहिँ यहाँ आजदेखि होइन सुरु धिमालहरूको मेला ढङढङ्गे मेला सुरु भइहाल्छ वैशाख 2 गतेदेखि असार 2 गतेसम्म होइन मेला लाग्छ हाम्रो चाहिँ उता आउँदै हुनुहुन्छ जाउँ न उता कता शीतल ठाउँ खोजेर यता बस्दा हुँदैन कस्तो आएको साथीहरू हामी चाहिँ यहाँ खाजा नास्ता खाने अब यता कोही यता बसे कोही यता खानु हुँदैछ कोही ऊ त्यतै बसिरहेछ अनि यता बसिरहेछौँ तातो भयो त हालो नि यसलाई चाहिँ कस्तो राम्रो तल चाहिँ कस्तो राम्रो देखिरहेको छ घर छ यो त यता मन्दिर मात्रै छैन अझै यता घुम्ने ठाउँ राम्रो ठाउँ छ तपाईले कल गरे नि त्यति बेला त चोलो लागेको थियो भन्नु न फेरि फुकालेर हेलो बाइ बाइ गयो Tudo. जा Pa. हामी चाहिँ यहाँ नास्ता खाँदैछौँ अब खान सक्न आँट्यौँ पानी पर्ला पर्ला जस्तो दिन भयो ए आधी बादल लागेको देख्नु भइरहेछ नि पिंडी इधर तीन त्यस्तो भइसक्यो यहाँ खाइसकेको छैनौँ हाम्रो भाइमा चाहिँ लास्ट रहेछ सबैजना खाइसकेको ऊ यता खाने खाँदैछन् उता टिकटक बनाउँदैछन् हामी यता खान सकेको छैनौँ उता टिकटक बनाउँदैछ फोटो खिच्नेहरू फोटो खिच्दैछ
भन्दै मेरो छोराले उतातिर पनि गाउँ छ यतातिर पनि गाउँ छ के अहिले यो किन्नु भन्यो भने त्यो तल कपु कपु ट्रेन पनि हामी बाबु बिस्तारी है हामी चाहिँ अब यता पोखरीतिर जाँदैछौँ पोखरीतिर पानी पानी होइन के यो यसको दाना हो बाबु अगाडि अगाडि नै नै भखराउन नको ओ एकछिन पक्नु उनीहरूलाई पर्ख्यौँ आमामामामा यहाँनिर चाहिँ होइन एकदम धेरै पानी पर्ला जस्तो भइरहेको थियो हामी चाहिँ यहाँ उभिएर होइन एकदम दोधार पऱ्यौँ यता जाम कि उता जाम भयौँ त्यही भएर एकछिन यहाँ उभिएर हेरिरहेछौँ पानी पर्ला जस्तो मौसम थियो त्यही भएर चाहिँ हामी यहाँ उभिएर अलमल्ल पऱ्यौँ यता जाम कि उता जाम भयो त्यही भएर एकछिन त्यहीँ उभिएको अनि अब रुखहरू मात्रै चाहिँ अब बस्ने घरको टिनको छानाहरू थियो र त्यही भएर टाढा टाढो थियो त्यही भएर एकछिन हामी त्यहीँ बस्यौँ कोही आधी उता बसे कोही आधी यता बसे भाइ बिस्तारै ओर्ली है उत्रेर नि त पुगिसक्यो अहिले अर्सिस है अहिले सबै कुरा घेरेको छ नि यहाँ सुटिङ गर्न आउँदाखेरि यहीँ त सुटिङ गरेर आउँदा अहिले त पुरा कस्तो गहिरो रहेछ हौ नि सुषमा बहिनी सुटिङ गर्न आउँदाखेरि यहीँ गरेको होइन त कस्तो घामको उयो आयो सक्नुहुन्छ यो चाहिँ राजा रानीको पोखरी पानी चाहिँ छैन ऊ त्यता मात्रै चाहिँ पानी चाहिँ किन नाउ नै रहेन रहेछ त यसपालि त मेटेका मेटेका छ पानी परेर कुदाकुद भागा भाग तर धेरै ठुलो छैन कि सिरसिर पानी मात्रै हो अनि के बनाइदियो दिउली हो मौसम यस्तो सुहाना मौसम भइरहेको छ होइन बादल यस्तो बादल लागिरहेको छ यता यस्तो छ पहिला छै नाउ थियो अहिले चाहिँ नाउ छैन क्या जस्तो लाग्यो होइन यता आउँदै हुनुहुन्छ हाम्रो बहिनी नन्दाहरू भाइ धेरै उता उता नै किन यहाँ बसेको धेरै आयो यहाँ चाहिँ पानी पर्छ कि भनेर चाहिँ यहाँ बस्छ बाबरे कहाँ किनिसक्यो कहाँ अहिले लडे हावाले उडायो नि झन्डैले नि अवस्था भइरहेको छ मर्न आँट्छु गलिस Shame, I think.
पाथी भएर गएछ भयो त नि यस्तै त छ त गएर यस्तो खाक भइसक्यो नि बाख्रे खोइ त ए उहाँ पुगिसकेको छ केटीहरू त पिन्टु कस्तो भयो गलेर गलेन नि गरेन ढुकढुक भइरहेछ यस्तो छ यतातिर चाहिँ के रिसोर्ट हो नि यो 10 रुपियाँ बिस्कुट पनि तार्यो बिचराहरूको यसलाई गर्मी नै यता यी मेला चाहिँ यस्तै हो पानी पर्न आँटेको जस्तो छ यस्तो छ होइन बसिरहेको छौँ पानी परेर यहाँ घरमा बस्न आइरहेको छौँ यतातिर चाहिँ हामी कहाँदेखि आयो भने हामी आएको होइन यताको त्यो त्यो साइडदेखि यतादेखि आएको हो यता छ मेला चाहिँ त्यति खासै लागेको छैन मान्छे मात्र चाहिँ बढी पानी परेर सबैजना घरभित्र छिरिरहेको छ नि त परेर होइन यहाँ बसिरहेको थियौँ अब चाहिँ घर जाने भन्दा पनि गाडी चाहिँ अब आउनु त म्याजिकमा चढेर तलै छोडेर होइन अनि अब यताबाट अब गाडी यस्तो गाडीमा जानुपर्ने हुन्छ उहाँ देख्दै हुनुहुन्छ हो विशालको गाडीमा जानुपर्ने हुन्छ यता पानी भागेर यस्तो भइरहेछ फेरि हामी चाहिँ यहाँ यस्तो गाडीमा चढेर जाँदैछौँ हेर्नु हो त छैन नि खेर हामी चाहिँ यहाँ तल आइसक्यौँ होइन तल पनि यत्रो धेरै बजार लागिरहेको छ हेर्नु सक्नुहुनेछ पेडा खोइ त हेर्थे रेमका कसरी हो पेडा 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 उयो लड्डु पेडा कसरी हो पेडा माथि 200 मा ल्याउँदाखेरि त नदिएको नल्याउँ सुम साइडले यहाँ यता बुढोलाई खुला खुला लोइ हो त्यसलाई त खाँदिन त गिलो नै हो हाम्रो गाडी छ त्यता फाइनली अब चाहिँ मेला बाई बाई भन्दै अब घरतिर लाग्यो त्यस्तै हो यतातिर पनि अघिको पानी परेर यहाँ हिलो त भइरहेछ यत्रो माथि चढेर गएको हामी चाहिँ फेरि हामी चाहिँ लेटाङलाई बाई बाई भन्दै घरतिर लाग्यो हामी त्यहाँ पानीहरू हेर्ने एकछिनमा अनि गाडीमा आएको त्यो के भन्छ त्यसको गाई गोरु त्यसमै त आएको त नि अनि कुरा आइपुग्यौँ होइन बल्ल तल्ल जस्तो गरेर भए पनि तर उहाँ चाहिँ पानी पर्यो होइन यहाँ भने चाहिँ पानी परेको छैन हेर्नु सक्नुहुन्छ सुक्खा छ बाटो भयो यता चाहिँ पानी परेन वहाँनिर चाहिँ ठुलो पानी पर्यो होइन पानी परेको चाहिँ म देखाएन हजुरहरूलाई होइन अनि त्यो सिमसिम पानी पर्दाखेरि चाहिँ हामी कुदी हिँडेको चाहिँ त्यो हजुरहरूले अगाडि देख्नु पनि भइसक्यो यो हिमालको मेला आजदेखि नै सुरु भयो अनि यति नै भन्दै हजुरहरूसँग छुट्टिन्छु अनि लाइक सेयर सब्सक्राइब चाहिँ गर्नुभएको छैन भने चाहिँ अवश्य पनि गर्नुहोला अनि यति नै भन्दै छुट्टिन्छु हजुरहरूसँग भेट्नुपर्छ नेक्स्ट भागमा साथीहरूमा